यो डकुमेन्टहरु बनाउनु पनि एकदमै इडी काम रहेछ के। यो पाली फेरि पानी के साह्रो डर लाग्दो परेछ। हेलो अनि नमस्ते साथीहरु, वेलकम छ मेरो मिनी ब्लगमा। आज भने फेरि मम्मी मलाई उठाउनु बिहानै मेरो रुममा आइपुग्नु भएछ। अनि म पनि जुरुक्क उठेर साइकल लिएर सिधै लागे डेरीतिर। अनि डेरी पुगेको मान्छे एक दुई जना चाहिँ रहेको रहेछ र दुध भरेर चाहिँ म लागे सिधै घरतिर। अनि हिजो भने पानी ठुलो भरेर चाहिँ हाम्रो पानी जाने पाइपै बन्द भएको रहेछ। अनि घर फर्किँदा फर्किँदै त्यो पानी पनि बनाएर चाहिँ घर पुगेर केटाहरूलाई पनि खाजा दिइराखेर खोर बन्द गरेर यसो तर हेरेको त हाम्रो गाजली म्याडम पनि आइपुग्नु भएछ। अनि गाजली म्याडम सँगै घर गएर खाजाहरू खाएर चाहिँ म लागे सिधै घाँसतिर। आज भने चिन्टु मिन्टुलाई बिहानै छोडिदिएको केटाहरू भने मसँगै बारीमा आएर त मजाले खेल्नु थाल्यो। अनि म पनि केटाहरूसँग एकछिन खेलेर चाहिँ घाँसको भारी पनि पुराए। अहिले त फेरि मलाई भने के हुन्छ हुन्छ, कोही बेला हात दुख्छ, कोही बेला दाँत दुख्छ, कोही बेला भुँडी दुख्छ। बिमारी त कति हो कति। अनि घर पुगेर अरू सबै काम सकेर चाहिँ म लागे सिधै कम्प्युटर क्लासतिर। अनि कम्प्युटर क्लास जाँदा जाँदै मेरो एसडिएममा चाहिँ मेरो डकुमेन्ट एटेस्टेड गर्नुपर्ने थियो। त्यही भएर चाहिँ हतार हतार गएको त एसडिएम सर त मिटिङमै बिजी हुनुहुँदो रहेछ। अनि भरे गर्छु भनेर चाहिँ कम्प्युटर क्लास पुगेर एकछिन टाइपिङ सिकेर चाहिँ आज भने एक्सिस ब्याङ्कको लोगो बनाउनु पनि सिके। अनि भुँडी पनि साह्रै दुख्दै थियो र चाहिँ आज यति नै गर्छु भनेर फेरि एसडिएम अफिस गएको। पुग्दाखेरि त लन्च ब्रेक पो भइसकेछ। जति गरेर नि आज त मेरो साइतै छैन रहेछ काम हुने भनेर चाहिँ म लागे सिधै घरतिर। अनि घर पुगेर यसो हेरेको त दिदीले मलाई त चिया बनाएर राखिदिइरहनु भएको रहेछ। अनि बिचारा मम्मी भने म कहिले आउँछ भनेर पर्खिरहनु भएको रहेछ। अनि आउने बित्तिकै बिहान तैँले लुगा भिजाएको चाहिँ धुइहाले भनेर कराउनु भएर छिटो छिटो लुगा धोएर म लागे सिधै कोटको काम गर्नु। अनि स्टार्टिङ काम त खोलिदिनु पर्ने थियो र त्यो पनि दिइराखेर चाहिँ यसो पर हेरेको त मम्मी पनि आइपुग्नु भएछ मलाई सघाउनु। अनि म भने हतार हतार लागे खोले काट्नेतिर। अनि खोले काटिसकेर चाहिँ म लागे सिधै बाख्रालाई घाँस ल्याउनु। अनि तल बारी पुगेको त के काटौँ भयो र एक कंगालो पुयु काटेर लगेर चाहिँ सिधै मैले बाख्रालाई हालिदिए। त्यति सक्दा त एउटा काम पनि सिद्धियो। त्यति गरिसकेर चाहिँ म लागे सिधै गाई दुनेतिर। अनि गाई दुहेर क्यानमा हालेर चाहिँ म लागे सिधै डेरीतिर। अनि डेरीबाट फर्किँदा फर्किँदै पानी भने यति डरलाग्दो पर्नु थाल्यो, लुफै पारिहाले एकैछिनमा भिजेर। अनि घर पुगेर साइकल पनि पार गरेर चाहिँ यसो बाहिर हेरेको त पानी भने यत्रो ठुलो पर्नु थालेछ। अहिलेको बर्खामा भने अरू बेलाको भन्दा साह्रै ठुलो पानी पर्नु थाल्यो। बिचारा मोटु भने डरसरी बसिरहेको रहेछ। अनि किचनमा गएको त दिदीले भने खिर पो बनाइरहनु भएको रहेछ। अनि भट्टाभट त्यो पेलेर चाहिँ म लागे सुत्नेतिर। आजको मिनी ब्लग यतिमै थियो। टाटा बाइ बाइ, लभ यु गाइस।